रामपुर 35 किलोमिटर यहाँमा हो केटाले डुबाउने भयो यार धेरै लङ पर्ने यतिखेर त हुमिन पो हिँड्दै थियो त्यो पन्टार रे के यो ठाउँ चाहिँ कालीगण्डकी होइन अङ्कल कालीगण्डकी होइन कालीगण्डकी गाइज देख्न सक्नुहुन्छ होइन गाइज बाटो है सिलिली छ यसका हल्का पटार दिन त पऱ्यो होइन सही बाटो नन्छ गाइज डराउनै पर्दैन क्या 11 किलोमिटर छ गाइज होइन रामपुर पुग्नको लागि फायर पेजर बजार चाहिँ यहीँनिर मेन रामपुरको चोक होइन स्वाद है गाइज रामपुरको पहिला बेल डाँडा गइन्छ त्यहाँबाट खाना खाएर अनि काउली डाँडाको यात्रा सुरु हुन्छ है त ल गाइज यात्रा सुरु हो हाम्रो चाहिँ काउली डाँडातिरको है रूपसे भन्छ मिथ्यालय छ यहाँदेखि कता हो ए कान्छ त्यसलाई हिरो बनाएस् छट शाबाश बेटा ल गाइज फाइनली आइसकेको छ होइन गेट चाहिँ यही नै हो टिकट काट्न पर्ने रहेछ सो फाइनल्ली आइसकेको छौँ है त हामी चाहिँ मेन विशेषता त अनि यो अम्बिसो घारी क्या देख्न सक्नुहुन्छ होइन इलामको चिया बगान जस्तो देखिन्छ क्या टाढाबाट त होइन सो हेलो एन्ड नमस्ते सबैजनालाई सबैजना सन्चै आरामै हुनुहुन्छ होला म अनि एकदम सन्चै आरामै छु फर्स्ट अफ अल गुड मर्निङ यतिखेर ठ्याक्कै बिहानको समय 8 बज्न लागेको छ होइन आजको दिन सुरुवात भएको छ आफ्नै गाउँठाउँदेखि होइन देखिबाट चाहिँ भिडियो स्टार्ट गर्न पाइएन होइन हतार थियो अब गोप्रो पनि सेट भएन होइन यता साथीको घरमा आएर सेट गरेर हिँडेको छ अहिले तम तयारी भएर होइन थोरै उतापट्टि हो चाहिँ मेरो घर खासै धेरै टाढा पनि छैन होइन आफ्नै गाउँठाउँदेखि नै स्टार्ट भएको छ आजको दिन सुरुवात भएको छ आफ्नै गाउँठाउँदेखि नै होइन सो सबैजना सन्चै आरामै हुनुहुन्छ होला म नि एकदम सन्चै आरामै छु होइन आज चाहिँ स्पेसल के छ भन्दाखेरि छुट्टीको दिन यसो समयको सदुपयोग गरौँ भनेर घरमा नि कति बसिरहनु भनेर चाहिँ यसो भ्लग भिडियो पनि नबनाएको धेरै भएको थियो सो त्यही भएर आज चाहिँ घुमघामको लागि निस्केको छौँ कहीँ जाने ठाउँ चाहिँ यही धेरै 4 घन्टाको राइड हुन्छ होला सायद 2 जना छौँ 2टा बाइक हुन्छ 4 जना भइन्छ त्यो ठाउँको नाउँ चाहिँ हाम्रो यहीँ काउले डाँडा है त सबैले सुनिरहेकै नाम होला होइन यता सर्टकट गइदिउँ यार सो सबैले सुनिरहेको नाम हो होइन लगभग 3 घन्टाको राइड हुन्छ होला होइन नन स्टप पहिला यहाँदेखि रामपुर पुग्नु पर्ने हुन्छ त्यसपछि चाहिँ त्यहाँबाट खासै लोकेसन त थाहा छैन होइन त्यहाँबाट सोध्दै जानुपर्ने हुन्छ होइन त्यसपछि हेरौँ ओहो पन्जा लाउनु बिर्सेछ या लाउनु होला होइन ल काउले डाँडाको राइड चाहिँ घुमघाम के कस्तो हुन्छ होइन सबै भ्लग मार्फतै हुनेछ हजुरहरूले पनि देख्नु हुने नै छ के कस्तो हुन्छ भनेर अब यहाँ फेरि बाटो बनाउनु लागेको छ यहाँ त बनाउनु पर्ने नै थियो यार सो त्यही नै हो गाइज जब सबै भिडियो मार्फत के कस्तो हुन्छ राइड रमाइलो चलपल यताउति देख्नु हुने नै छ होइन यसै भ्लग मार्फत अनि त्यसपछि मैले गर्ने कुरा त गरिरहेकै हुन्छु होइन सो तपाईँहरूले पनि साथ सपोर्ट गर्न चाहिँ अवश्य नभुल्नु होला होइन नयाँ हुनुहुन्छ भने फर्स्ट अफ अल सब्सक्राइब गर्न चाहिँ अवश्य नभुल्नु होला सब्सक्राइब गरिसकेपछि बेल आइकन थिच्न पनि अवश्य नभुल्नु होला त्यसपछि अब पुरानै साथीहरू हुनुहुन्छ भने अब पुरा भिडियो हेरेर लाइक कमेन्ट गर्न चाहिँ अवश्य नभुल्नु होला होइन सो त्यही नै गाइज हामी चाहिँ लामडाँडा छौँ होइन लामडाँडादेखि सो त्यही नै हो नजिकको त्यस्तै साथीहरू छौँ होइन 4 जना भइन्छ हामी चाहिँ एकजनालाई भनेको है त्यसले अब
बाइक ल्याउँछ कि हार्छ, नत्र 5 जना भन्छ कि भन्ने आश छ, तर 4 जना चाहिँ फिक्स हो। सो त्यही नै गाइज है, भान्जालाई पिकअप गरेपछि भेटौँला है त। A few moments later. ल अहिले चाहिँ हामी माडीभ्यू रेस्टुरेन्टमा छौँ होइन, एउटा साथीलाई पुगेको, त्यसपछि गइन्छ यहाँदेखि होइन। त्यसपछि बाइक चाहिँ यहाँ छ, दुईवटा बाइक, एउटा आउँदैछ, जाने चाहिँ उहाँहरू नै हो अङ्कल। उहाँ चाहिँ अङ्कल हेलो भनिदिनु उता भान्जा, यता चाहिँ दोस्त। ल यस्तो छ हेलमेट होइन चल्छ। हेलो हेलो कहाँ जाँदैछौँ रे हामी? हामी त काउली डाँडा। ल अहिले डाँडा राइड हो यहाँदेखि। अब 3टा बाइक हुन्छ, एउटा चाहिँ सिङ्गल मात्रै, अरू दुईटामा चाहिँ डबल डबल गइन्छ। सो त्यही नै हो गाइज, स्टे ट्युन हो त। सो अल राइट गाइज, हामी चाहिँ अब यहाँ लागिसकेको छौँ होइन, अगाडि बढ्दैछौँ। एकजना साथीलाई कुरेको पनि आइसकेको छ, यहीँ अगाडि गयो एउटा होन्डा बाइक, होन्डाको स्प्लेन्डर हो यार, नो आइडिया है। सो एकजना साथी पछाडि छ, जाने नै हो होइन। सो कन्टिन्यू राइड हान्नुपर्ने हुन्छ गाइज होइन, के कस्तो हुन्छ हेरेर इन्जोय गर्नु होला हजुरहरू पनि। के कस्तो के कमजोरी छ कमेन्ट गर्नु चाहिँ अवश्य नभन्नु होला है त। काउले डाँडाको यात्रा है त गाइज आज चाहिँ। सो हाम्रो यो चाहिँ त्यो ठाउँ अमृसो घारी के नाम चाहिँ काउले डाँडा होइन। त्यहाँ चाहिँ विशेषता भनेको अमृसोको घारी नै घारी क्या, ठ्याक्कै इलामको चिया बगान जस्तो देखिने होइन। त्यसपछि भ्यूहरू पनि बवाल देखिने ठाउँ होइन। सो यो क्लाउडी हुन्छ कि अब घाम लाग्ला आयो होइन, घाम लाग्यो त हुन्थ्यो, भ्यू बवाल देखिन्थ्यो होइन। सो केही छैन, अब हिँडिसकेको छ, के कस्तो हुन्छ त्यो अनुसार है त गाइज। के कस्तो देखिने छ हजुरहरूले पनि देख्नु हुनुहुन्छ भ्लग मार्फत। सो हामी चाहिँ यहीँ 3टा बाइक नै हो, 2टा 220 होइन, एउटा चाहिँ सिङ्गल। साँझ चाहिँ 4 जना जाने भनेर फिक्स भएको थियो, 2टा बाइक लाने भनेर। बिहानखेरि चाहिँ एकजना थप्यो क्या, सो त्यही भएर एकजना थपिएको हुनाले 3टा बाइक भयो। त्रिपल लोड त जानु हुन्न नि त होइन। सो त्यही भएर सो त्यही नै हो त गाइज, स्टे ट्युन। सो अल राइट गाइज, हामी चाहिँ घोरबन्दा आइसकेको छौँ होइन, घोरबन्दा लेखेको बोर्ड होइन। केटाहरू चाहिँ अगाडि छ, जस हल्का हल्का रेस गरिरहेको छ होइन, तर नो रिस्क होइन, रेस गर्न त हुन्न किनकि यो मेन हाइवे हो नि त होइन। सो त्यही भएर गाडीहरू त आफै गर्ने नै भयो, सिद्धार्थ राजमार्ग भएको कारण होइन, मेन रोड हो। सो त्यही भएर त्यस्तो नो रिस्क नो रेस क्या, आरामले जानुपर्ने हुन्छ किनकि ज्यान छ त सबै कुरा छ होइन। सो धेरै सेफ्टी भएर जानुपर्ने हुन्छ होइन। जस्तोमा नि नो ओभरटेकिङ, किनकि घुम्ती छ होइन, कस्ता हेरेर ओभरटेकिङ गर्नुपर्ने हुन्छ नि त। सो त्यही नै गाइज, हाम्रो चाहिँ दिस इज द नो स्लो राइड, वी आर ग्रुपिङ। यस्तो हुन्छ कि अब हेर्नु होइन, बाटो पनि टाढा आउने र यता जाने मात्रै होइन। 6 लेन भएको भए त आफूले 80-90 हाने नि केही हुँदैन होइन। सो त्यही भएर आरामले जानुपर्ने हुन्छ है त गाइज। सो स्टुडेन्ट गाइज है त। ल गाइज, हामी चाहिँ भन्ज्याङ आइपुगेको छौँ होइन, यताबाट जानु पर्ने हुन्छ। अन्त यहाँ तल पेट्रोल फिलअप गर्नु पऱ्यो नि होइन, फुल त गर्नु पऱ्यो बेलामा। मैले नि फुल गरिदिन्छु, मैले नि फुल गरिदिन्छु। किनेको र ल ल ल फुल गरेपछि आनन्द। सो त्यही नै गाइज, ल जानुपर्ने हुन्छ पेट्रोल चाहिँ। यताबाट चाहिँ नजाने कुरो भयो, कोरिडोर हुँदै फिलिली पिच बाटो, यताबाट चाहिँ अब बाटो पनि साँगुरो छ, अनि यहाँ चाहिँ त्यही घुम्मीसम्म मात्रै पिच हो क्या। त्यसपछि चाहिँ पुरै अफरोड जानुपर्ने हुन्छ, किन होइन सजिलो बाटै जाउँ भन्ने सोच आयो। फिलिली हुँदै अलि लङ त लङ पर्छ अरे यताबाट। सो केही छैन, सजिलै बाटो चुज गरियो। ल
ल गाइज है त हामी यताको बाटो नि गइएको छ जान्दै फेरि गएको म तर बिर्सिसकेँ चाहिँ धेरै पहिला 8-10 वर्ष अगाडि नै होइन त्यो कतै त्यताको बाटो गइरहनु भनेर अनि यताको बाटो नि म नि गएको नि कि यो कोरिडोर हुँदै सो कोरिडोर हुँदै जाउँ भनेर पिच छ गरे पुरै फिलिली होइन सो लेट्स सी गाइज होइन घुम्ती छ क्या त्यहीँ झाउ लाग्छ फेरि यताबाट फेरि हुँदै यहीँ तलसम्म हो होइन त्यसपछि त अब राम्रै छ अरे बाटो चाहिँ जाउँ न के डराउने र राइड गरेपछि अलिअलि त कुदाइ त हुनै पऱ्यो होइन र गाइज हामी चाहिँ अगा खोलाबाट अगाडि आइसकेको छौँ होइन तर धेरै लङ लाग्यो यार यो बाटो त यार तपाईँहरूलाई अब सर्टकट जानुहुन्छ भनेको त एउटा ठिक छ होइन सर्टकट अलि अफरोड छ अरे क्या अब हाइवे पिच हुँदै जाउँ भन्ने सोच भयो यार धेरै लङ लाग्यो यार यताबाट त यार यतिखेर उम्किनै पुगिन्थ्यो होला यार झ्याउ भयो यार केटाहरूले गर्दाखेरि सो केही छैन यताबाट चाहिँ हाइवे भयो नि तपाईँको धेरै लङ पोइन्ट रहेछ क्या सो आइहाल्यो अब केही छैन केटाहरूले फेरि हल्का सुस्त राइड गरिरहेको म त धेरै अगाडि आइसकेको तपाईँको रामदी पुग्नै 5 किलोमिटर छ जम्मा होइन रामदी नै पुग्यो बराबर भइगयो नि फेरि म त्यति इमेजिनेसनै नगरेको क्या लङ हाइवे त हाइवे अब अफरोड नजाउँ भन्ने सोच भयो किन त्यो बाटो रहेछ हो बिहान पनि हिँड्दाखेरि अलि ढिला नै भयो यार लगभग 9 बज्नु लाग्थ्यो अब 8 बजे इस्टिमेट गरेको 1.5-2 घन्टाको सुनि भयो भनौँ न होइन इस्टिमेट अनुसार सो केही छैन फिलिली पिच हुँदै सलल्ल जानुपर्ने हुन्छ है त गाइज अब चाहिँ त्यो कोरिडोर हुँदै जाने बाटो चाहिँ आउन लागिसकेको छ होइन तपाईँको यो पिपल डाँडा नै हो क्या गाइज अब रामपुर 35 किलोमिटर आमा हो केटाहरूले डुबाउने भयो यार 35 किलोमिटर धेरै लङ पर्ने रहेछ अङ्कल धेरै लङ पऱ्यो यार होइन यतिखेर त हुमिन पुगिन्थ्यो त यार ल गाइज कोरिडोर हुँदै रामपुर हिँडेको छ होइन टक्क मजाले देख्न सक्नुहुन्छ होइन जम बाटो चाहिँ मजाको फिलिली रहेछ क्या होइन अब 70-80 भन्दा कम छैन क्या कारे शान्ति भनेर होइन दिनमा के छ र होइन बाटो सो देख्न सक्नुहुन्छ यताको बस्तीहरू होइन के हो यो 0 किलोमिटर लेखेको छ त यो ठाउँ चाहिँ असर्दी गाइज होइन देख्न सक्नुहुन्छ असर्दीको बस्ती यो चाहिँ पन्टार मुगिरे तपाईँको यो रम्बा गाउँपालिका होइन यो पन्टार रे क्या यो ठाउँ चाहिँ जेस घुमघाममा नयाँ ठाउँहरू चिन्न पाइन्छ होइन फर्स्ट टाइम सुने पन्टार भन्ने त्यस्तै गरी चलिरहेको छ हाम्रो राइड यत्रो लङ घुमेर आइयो नि यता आएको भए सर्टकट हुन्थ्यो क्या तपाईँको होइन यो साइडबाट आउने होइन क्या केटाहरूले यताडै जाऊँ पिच बाटो सो केही छैन अफरोड हिँड्नुभन्दा त अब पिचै हिँड्नु ठिक हुन्छ होइन डोन्ट माइन्ड विद्यालय चित्तर रहेछ क्या यहाँ तपाईँको जन कल्याण माध्यमिक रहेछ होइन देख्न सक्नुहुन्छ हजुरहरू माथि यता त तल फाँड जस्तो रहेछ क्या तपाईँको होइन माथि त डाँडा काँडा देख्न सक्नुहुन्छ वरिपरिबाट यसबाट चाहिँ बाटो चाहिँ फिलिली कुराहरू त यार फुल जोसमा छ त अहिले त यस
सही हो यतिको भन्दा यार धेरै टाइमै लाग्दैन नि त अब होइन केटाहरूले अघि अल्छी गरेर हो नि त होइन यतिखेर राम्रो पुगिन्थ्यो होला सायद के गर्नु बाटो तमाम फुलिली छ त गाइज बटारमा फुली यही बेलामा गाइज कालीगण्डकी होइन अङ्कल कालीगण्डकी होइन कालीगण्डकी होइन कालीगण्डकी गाइज देख्न सक्नुहुन्छ होइन हामीले त्यसैको कोरिडोर भन्छ होइन पुरै फुल्ली पिच छैन कोरिडोर भयो नि होइन गैँडाकोट त ल अझै रामपुर नगरपालिका प्रवेश गरियो हामी चाहिँ सो गाइज दिस प्लेस इज कल्ड रामटार है रामटार रहेछ यो ठाउँ चाहिँ देख्न सक्नुहुन्छ हजुरहरूले पनि होइन टक्क लोकेसनहरू कहाँ के पर्छ भनेर पनि सरर देखाइरहेको छु हजुरहरूलाई होइन मनन गरिदिनु होला हजुरहरूले पनि होइन यो ठाउँ यो बस्तीहरू कतिजनाले अब आफ्नो हुन्छ नि आफ्नो जन्मस्थान जुन परदेशी अथवा यहाँबाट टाढा हुन्छ मिस गरिरहनु भएको हुनुहुन्छ होला होइन सो उहाँहरूको लागि पनि यसो यो ठाउँ यो वर्तमान अवस्थामा यस्तो छ याददाश्त पनि हुन्छ खुसी लाग्छ भन्ने तरिकाले चाहिँ बनाएको छु होइन भिडियो चाहिँ टक्क देखाइ यो भ्लग मार्फत देखाएको छु सो के कस्तो फिल गर्नुभएको छ होइन हजुरहरूले सो भनिदिनु होला कमेन्टमा होइन पक्कै पनि खुसी नै लाग्छ आफ्नो होइन ठाउँ देख्दाखेरि स्वाभाविक कुरा नै हो सो त्यही मध्यनजर गरेर नै मैले यो ठाउँहरू टक्क यसो भ्लग मार्फत देखाइदिएको छु कमेन्ट गर्नु अवश्य नभन्नु होला है त यो ठाउँबाट को हुनुहुन्छ होइन जहाँदेखि हुनुहुन्छ यहीँ हुनुहुन्छ यहीँबाट हेरिरहनु भएको छ भने यही स्थानको हजुरहरू अन्य ठाउँमा हुनुहुन्छ अथवा परदेशी कतै हुनुहुन्छ भने यसो हेरेर रिभ्यू दिनु होला के कस्तो लाग्छ त्यही नै हो गाइज होइन भ्लगिङमा यसो चिजहरू त दिनु पऱ्यो होइन सो तपाईँहरूलाई हेर्दा पनि मजा आओस् क्या सो त्यो हिसाबले चाहिँ मैले बनाएको छु होइन के कस्तो लाग्छ कमेन्ट डाउन है त गाइज गाइज बाटो है लिली छ त्यसका हल्का पटारिदिन त पऱ्यो होइन बाटो त्यही अनुसार भएर है गाइज मैले कुदाएको फेरि त्यस्तो अन्यथा नलिनु होला नराम्रो बाटो फिलिली भएर हो क्या हल्का पटारिदिएको होइन धेरै दिन गएको छैन 80 अघि उता जति त भएको नि होइन कन्ट्रोल है त यहाँ फुल छ पढाबाट हुनसक्छ क्या सो त्यही नै हो गाइज है त रमाइलो भइरहेको छ केटाहरूलाई मैले टपेछु अघि केटाहरू फायरमा थिएँ अहिले चाहिँ म फायरमा छु केटाहरूलाई पछि छोडिदिएको छु मैले है त आई एम इन फायर बाटो त हरिका सही हो गाइज बाटो त नन्छ गाइज डराउनै पर्दैन क्या 80 जस्तो ए बाफ्रे अझै 11 किलोमिटर छ गाइज होइन रामपुर पुग्नको लागि सो यो हिसाबले हामी त्यो गन्तव्यमा पुग्न भने अनुसारको समयमा पुग्दैनौँ क्या अझै पनि यो यतिको राइडिङ गर्दा पनि होइन सो हामी स्टार्टिङ आउँदा जो लगभग 1.5-2 घन्टा जति लस भइसक्यो त त्यो अनुसार राइड गरौँ भनेको अझै 11 किलोमिटर छ क्या तपाईँको रामपुर पुग्नलाई होइन सो केही छैन गाइज होइन बगाएको त केटाले
चाहिँ समयमै भनेको समयमा पुग्ने भन्ने सोचको तरिकाले त्यो अनुसार राइड गरेको पनि तर धेरै सेफ्टी भएर है त कुदाउने ठाउँमा चाहिँ कुदाउनु पर्छ भन्ने तरिकाले कुदाएको छौँ होइन। बाटो नि फिलिली छ क्या तपाईँको, त्यति बिजी नि छैन, सो त्यही भएर हो क्या, न त त्यस्तो बौला तरिकाले कोटार्ने मान्छे त होइन हामी होइन। बाटो हेरेर सब ट्राभलिङ द टुरिस्टहरू यार, फेरि नेपाली नेपाली प्लेट छ त फेरि यार, भाडा साडाको होला कि होइन, कहाँ हिँड्ने होला नि यता यहाँबाट हुँदै बिमाद हुँदै जाने होला क्या पोखरातिर होइन। त्यो धेरै पछिबाट यस्तो राइड गरेको गाइज होइन, एकदम के हरि मजा लाग्यो, बाटो पनि त्यस्तै छ होइन, फिलिली होइन, यस्तो हरि के फायरमा हो क्या। म त केटाहरूलाई त कति डिस्टेन्स राखेँ त्यही नै गाइज होइन, कहिले कहिले त अब त्यसमाथि नै भ्लगिङ गरिन्छ आफूले होइन, त्यही भएर राइड गर्नु मन लाग्छ, घुम्नुपर्छ बेला बेलामा अब आफ्नो ठाउँमा रहेर होइन, घरमा बसेर पनि फोहोर तनाव हुनुभन्दा होइन खाली टाइममा सदुपयोग पनि हुन्छ, न आफ्नो ठाउँ आफ्नो देशको होइन मतलब ठाउँहरू पनि चिनिन्छ, धेरै ज्ञानहरू सिकिन्छ क्या होइन। यो कालियाप चोक रे यार, घुमघाम ट्राभल राइडिङ भनेको धेरै ड्राइभिङ होइन धेरै कुरा सिकाउँछ क्या गाइज होइन। सो त्यो त तपाईँहरूलाई थाहा नै छ होइन, त्यही पनि सो भन्नुपर्दा होइन धेरै कुरा ज्ञान हुन्छ क्या गाइज होइन, घरबाट हिँडेपछि होइन। शहीद गेट रे यार, अब घरको आफ्नै यताउति पर्सनल यताउति अब प्रब्लम त हुन्छ होइन, घरमा बसिसकेपछि एउटा जन्म लिएपछि होइन आफ्नो जिम्मेवारी त हुन्छ होइन, त्यो पनि वहन त गर्नुपर्छ आफूले होइन। वहन गरिसकेपछि पनि केही कुराहरू ज्ञान लिन होइन घुम्नु चाहिँ पर्छ क्या होइन। घरको टेन्सन यताउति पारिवारिक मतलब हुन्छ नि, यताउति वहन गर्नुपर्ने कुरा त छँदैछ क्या तपाईँको। कताडो गयो अब फेरि कताडो अङ्कल, कताडो हो बुवा, रामपुर जाने कताडो हो, बेजाड बजार होइन, रामपुर पुग्यो। सो त्यही नै गाइज होइन, मैले भन्न खोजेको चाहिँ आफूले वहन गर्ने कुरा त छँदैछ, त्यसपछि अब घरबाट निस्किसकेपछि त्यो छुट्टै अलगै छुट्टै हुन्छ क्या, घरमा नि त्यही अनुसारको। फेरि यहाँ त कतिवटा बाटो छ त बे, कोदा जाम आमफुली होइन, पुगेला नि गन्तव्यमा त। सो त्यही नै गाइज होइन, आफूले अब वहन गर्ने कुरा वहन गरेर त्यो अनुसारको खुसी त छँदैछ, त्यसमध्ये पनि घुमघाम चाहिँ गर्नुपर्छ क्या होइन। सो त्यसमाथि नि अझ भ्लगिङ एक्स्ट्रा छँदैछ होइन, आफ्नो एउटा प्यासनको रूपमा होइन, एउटा चाहिँ प्यासनै हो क्या यो भ्लगिङ होइन। त्यो अनुसारको प्यासनमा लागिसकेपछि त्यो अनुसार गर्नुपर्ने हुन्छ क्या, त्यही भएर गरिएको छ गाइज होइन। के कस्तो लाग्छ मेरो रिभ्यू चाहिँ कमेन्ट गरिदिनु होला होइन। गाइज रामपुर बजार आइसक्यो होइन, मतलब बल्ल आइडिया भयो क्या, एक फेरि आएको यता चाहिँ उताबाट आउँदा चाहिँ थाहा थिएन, यो एरिया चाहिँ थाहा छ क्या मलाई। यहाँ तपाईँको सर्ट बेजाड बजार चाहिँ यही हो त्यो, यहाँको उता हो। गाइज यही नै हो रामपुर बजार होइन, अन्दाजै आउँदैन सही बाटो आइएछ यार। ल बेजाड बजार चाहिँ यही नै हो कि मेन रामपुरको चोक होइन, बेजाड बजार देख्न सक्नुहुन्छ है त गाइजहरू। कहाँ खाना चाहिँ कहाँ खाने त यार,
चलपोल देख्न सक्नुहुन्छ होइन रिजर्ट बजारको। तर 8-10 वर्ष अगाडि आउँदैन यस्तै थियो, अहिले नि केही चेन्ज छैन क्या त्यस्तो यार। हो गाइज हामी चाहिँ यहाँ खाना खाइएन है, केटाहरू चाहिँ उतै एउटा गएछ बेलडाँडा गएर खाने भन्ने कुरो हो। सो केही छैन, यो चाहिँ बस पार्क है गाइज रामपुरको। हामी चाहिँ अब सरर लाग्छौँ है त टक्कै यो रामपुरको बस पार्कबाट पहिला बेलडाँडा गइन्छ, त्यहाँ गएर खाना खाएर अनि काभ्ले डाँडाको यात्रा सुरु हुन्छ है त। ल गाइज यता रहेछ धन्न बाटो बिराको नसोधे भए त। ल बेलडाँडातिर लाग्यो गाइज होइन, ठ्याक्कै यो चोकदेखि चाहिँ 1 वे जस्तो छ यो बेलडाँडा जाने होइन। सो केयरफुल भएर चलाउनु पर्ने हुन्छ गाइज होइन। टाढा गाडी आयो भने पनि हल्का पास नहुने जस्तो बाटो छ क्या, हेर्नु न देख्न सक्नुहुन्छ होइन। खुलियो कि 1 वे हेर्नु न, टाढा एउटा जिप अथवा के आयो भने पनि मुस्किल हुन्छ क्या पास हुन सक्ने भएर हल्का सुस्तरी राइड गर्नुपर्ने हुन्छ है त गाइज देख्न सक्नुहुन्छ। हजुरहरू पनि आउँदै हुनुहुन्छ भने यसो बेलडाँडाको बाटो लगाइसकेपछि केयरफुल भएर चलाउनु राइड गर्नु होला है त हजुरहरू पनि। बेलडाँडाबाट यता लाग्नुपर्ने हुन्छ होइन, पारे भन्ज्याङबाट यताबाट आउनु पर्ने रहेछ, थाहा भएन होइन। कौन है ये लोग, कहाँ से आते हैं? त्यही भएर होइन कोरिडोरबाट आएको। ल गाइज यात्रा सुरु भयो हाम्रो चाहिँ काभ्ले डाँडातिरको है। के कस्तो हुन्छ देखाउने छु गाइज, स्टे ट्युन। यहाँ त नन अफ रोड होला के रे बेसी। तर यार हामी फेरि हामै लागेन त गाइज यार, टेंशन नहीं लेने का। के छैन अब हिँडिसकेपछि गन्तव्यमा त पुग्ने नै लक्ष्य नै हो होइन। जसरी नि एनी हाउ पुग्ने नै हो क्या। अब बाटो त यो नै हो गाइज होइन, देख्न सक्नुहुन्छ होइन। फुल्ली अफ रोड जानुपर्ने हुन्छ अरे अब, ठाउँ ठाउँमा पिच होला होइन भन्ने आशा छ गाइज। माथिदेखि तल फेरिमा त आइयो होइन, यहाँ चाहिँ कता हो सोधै जानुपर्छ गाइज होइन। बाटो चाहिँ टोटल्ली अफ रोड क्या, यहाँ सोधौँ। दिदी काभ्ले डाँडा जाने कता हो यतादेखि खोलो कटाम न। ल यता लाग्ने रहेछ गाइज है, रिमेम्बर द्याट। अरू चाहिँ कता हो यहाँ चाहिँ हल्का पिच जस्तो देखियो होइन भ्लगमा। यहाँ चाहिँ कता हो फेरि सोध त। यता लाग्यो हामी चाहिँ होइन, त्यो चोकबाट लेफ्ट रहेछ गाइज होइन। मिस्ती गाउँपालिका हो क्या यो चाहिँ होइन। त्यो काभ्ले डाँडा पनि त्यही मिस्ती गाउँपालिका नै हो। कतिवटा पर्छ भन्ने कुरा होइन। यो चाहिँ 5 रहेछ लागम होइन। हामी उता कालीगण्डको कोरिडोरबाट नआउनु पर्ने रहेछ गाइज होइन। तपाईँहरू पनि आउँदै हुनुहुन्छ भने त्यताबाट चाहिँ नआउनु होला नि, टङ पर्ने रहेछ क्या हप्ता। कुन ठाउँ यो रूपसे भन्छ मित्यालय छ यहाँदेखि कता हो यताबाट हो। ल मित्याल चोकबाट यता मास्तिर है त गाइजहरू लाग्नुपर्ने अवस्था के रहेछ बे यहाँ। ए हावाबाट चल्ने होइन हो, सही हो गाइज। ल सञ्चालनमा हो कि होइन यो हावाबाट निकाल्ने बिजुली होइन। ल गाइज देख्न सक्नुहुन्छ है त बिग्रेको रहेछ क्या हेरिदिउँ न एकछिन। गाइज यहाँ यो सञ्चालनमा छैन, छैन सञ्चालनमा छ। ए पारि नगल पुरा सिरे ए पोलो डाँडो
आउँछौँ ल गाइज अब 20 मिनट उहीँ गएर रेस्ट अब के हुन्छ फोटोसोटो उहीँ गएर के छ र यहाँ जाम सम्बन्धित ठाउँमा पुगेपछि उस गरौँला क्या होइन होइन पहले क्या बोला चल चल चलो के छ 20 मिनट मात्रै रे अब 20 मिनट हाम्रो राइड अनुसार 10 मिनट होला नि होइन आई थिङ्क सबकै यता चाहिँ अर्को के भोटे टाइपका बस्नु रहेछन् क्या लगाए चाहिँ बाटो खन्दै रहेछ ल धन्यवाद है बाटो खोलिदिएकोमा अन्त खन्दै पनि बाटो है अब यो गाउँपछि उता होइन काउले डाँडा है त गाइज ल सिन देख्न सक्नुहुन्छ बवाल हामी एक्साइटेड भइरहेको छ होइन उहीँ गएपछि अब फुल्ली डेस्टिनेसन प्लस को इच्छाको ठाउँ पुगिन्छ है त गाइज ल अब धेरै छैन 5 मिनट मिस्टी 3 रहेछ क्या यो मिस्टी 3 रहेछ क्या गाउँको नाम चाहिँ के रहेछ भनेर हो कान्छा टक्कै यहाँको गाउँ बस्ती देख्न सक्नुहुन्छ है त खादर रहेछ खादर भन्ने ठाउँ है त गाइज यो मिस्टी 3 मा पर्ने कान्छाहरू हेर लडेको ए कान्छा ओ भाइयो त्यसलाई हिरो बनास् शाबाश बेटा लडेर इन्जोय गर ल गाइज है त आउन आउन ल गाइज फाइनल्ली आइसकेको छ होइन गेट चाहिँ यही नै हो टिकट काट्नु पर्ने रहेछ त्यसपछि भित्र छिरिन्छ है त हामी Few moments later. तलैदेखिबाट बनाउँदै ल्याउँछु भनेको त कस्तो झ्याप्प अफ भइसक्यो गोब्रो फेरि यहाँबाट स्टार्ट गरेको गाइज होइन सो देख्न सक्नुहुन्छ गाइज पुरै अमृतसर घारी हो यहाँको विशेषता चाहिँ होइन सरर लाएर देख्न सक्नुहुन्छ होइन तलैदेखिबाट चाहिँ बनाउन पाइएन सरी है अफ गऱ्यो क्या गोब्रो कुहिरो चाहिँ बवाल लागेको छ होइन ब्याड थिङ चाहिँ त्यही हो कुरो लाएर पारिपारीको सिन चाहिँ देख्न पाइएन सो त्यति हो न त बवाल सो फाइनल्ली आइसकेको छौँ है त हामी चाहिँ केटाहरू चाहिँ आइसकेको रहेछ मेरो चाहिँ यहाँ मेरो गोप्रो अफ भएर त्यहाँ बनाउनु टाइम लाग्यो त्यही भएर केटाहरू त फोटो भिडियो पनि गरिसकेको रहेछ सो यही नै हो ठाउँ चाहिँ हपारी उता उता गइन्छ त्यसपछि चाहिँ कन्टिन्यू भिडियो हुनेछ है त सो त्यही नै गाइज ल स्टेट्युन है त त्यही नै हो गाइज अब उता उता गएर भिडियोहरू गरिन्छ यही यसै भ्लग मार्फत तपाईँहरूले नि के कस्तो छ भनेर हेर्न पाउनुहुन्छ है त स्टेट्युन है त गाइज सो वी आर इन काउले डाँडा हामी चाहिँ करिब 3-4 घन्टाको राइडपछि परसदेखि भनौँ होइन 3-4 घन्टा लाग्यो होला होइन 3-4 घन्टाको राइडपछि यहाँ आउन सफल भइसकेका छौँ अब देख्न सक्नुहुन्छ काउले डाँडा लेखेको बोर्ड होइन सो त्यसपछि हल्का मौसमले नि साथ दिएको भन्ने कि नदिएको भन्ने पानी परेन त्यति ठुलो कुरो हो हाम्रो लागि चाहिँ होइन पारिपारीको सिन चाहिँ देखेको छैन ब्याड थिङ चाहिँ यही नै हो होइन त्यसपछि अरू त क्लाउडी क्या कुहिरो देख्न सक्नुहुन्छ तलबाट क्या बबाल निस्केको छ क्या देख्न सक्नुहुन्छ होइन त्यसपछि मेन विशेषता त अनि यो अमृतसर घारी क्या देख्न सक्नुहुन्छ होइन इलामको चिया बगान जस्तो देखिन्छ क्या टाढाबाट त होइन सर लाएर देख्न सक्नुहुन्छ तपाईँको यो तलसम्म छ क्या आँखाले देखिन्जेलसम्म तलैसम्म छ क्या देख्न सक्नुहुन्छ होइन यहाँबाट त देखिन्न परै जानुपर्छ हामी चाहिँ गएर आएको फेर देख्न सक्नुहुन्छ यो फुल भिडियो चाहिँ युट्युबमा हाल्नेछु अरे कहना क्या चाहते हो
यो त युट्युब पो हो नि यार, होइन युट्युब पो हो नि यार, होइन युट्युबको लागि त नि हामी त्यहाँ जाने नै छौँ होइन। त्यसपछि सो त्यही नै हो गाइज, काउले डाँडा लेखेको बोर्ड चाहिँ यही नै हो होइन, काउले डाँडा के काबुलियाटी वन, त्यही नै हो गाइज नाम चाहिँ होइन। जस इन्जोय रमाइलो भएको छ होइन। ल केटाहरू ल कस्तो रमाइलो भइरहेको छ नि होइन। ठाउँ कस्तो रहेछ त यस्तो सबैले एकैचोटि रिभ्यू ल। Baba, imagine, दामी दाम छ wow, looking like a wow. सोचेको भन्दा पनि सोचेको भन्दा नि यो भन् ल भन्छ के छ त ल दामी डान्स ल यता दोस्तको looking like a wow. वाउ ओके ओके ल शङ्कर तेरो के छ सही हो ल है त अन्त गरेर नि यसो भिजिट गर्नु पऱ्यो त्यसपछि के छ हजुरहरूलाई देखाउने नै छु है त। सो भिडियो चाहिँ अन्तिमसम्म हेरेर साथ सपोर्ट गरिदिनु होला होइन, अन्तिमसम्म हेर्न चाहिँ नभुल्नु होला। सो स्टे ट्युन। के छ एकदम रमाइलो बवाल छ होइन मलाई नै यस्तो ल गाइज अलि ओर आइएछ त्यो बोर्डभन्दा यतापट्टि पुरै अमृतसरको गाडी छ हेर्न सक्नुहुन्छ गाइज होइन त दोस्त, पुरै बवाल के दामी चाहिँ ठाउँ चाहिँ देख्न सक्नुहुन्छ भने टपबाटै 0.5 हो यो चाहिँ होइन टक्क देख्न सक्नुहुन्छ। क्लाउडी छ होइन, पारिवारिक सिन चाहिँ देखेको छैन होइन, तर यस्तो चाहिँ नगरिदिउँ होला यार गाइजहरू होइन, यो चाहिँ ब्याड थिङ है, यसो चाहिँ नगरिदिउँ, यो चाहिँ एकदम राम्रो ठाउँ छ होइन, यस्तो फोरो चाहिँ नगरिदिउँ भन्ने हो होइन, नगरिदिनु होला। ल्याए पनि डस्टबिन छ यहाँ देख्न सक्नुहुन्छ, डस्टबिनमा राखिदिनु होइन, एउटा सम्बन्धित ठाउँ खाल्टो साल्टोमा राखिदिनु, खाल्टो छ त्यहाँ त्यही बाहिरै भयो क्या त। सो देख्न सक्नुहुन्छ तलबाट क्लाउडी हेर्नु न क्या मजाले क्या बब्बाल सर म टक्क क्लाउडी के क्लाउडी भएको देख्न सक्नुहुन्छ होइन। सो त्यही नै हो गाइड होइन, मेन भनेको त्यही क्लाउडीले गर्दा हल्का त्यो पनि क्लाउडीको के सिनेमेटिक हान्ने दामी आउँछ, टाइम ल्याप्समा पनि गरेको छौँ हामीले। त्यसपछि मेन भन्नु नि अमृतसर गाडी पुरैको अल टोटल अमृतसर गाडी छ क्या तपाईँको परसम्म होइन, तलदेखि लिएर पुरैकै अल टोटल क्या पुरा दामी छ होइन। एक चिज चाहिँ यहाँको मेन्टेनेन्स चाहिँ भएन है, सबै बियरको सबै कस्तो हुन्छ यस्तो चाहिँ राम्रो हेर्नु पर्यो। तर यहाँ रहेछ नि होइन उस के अरे डम्पिङ यहाँ रहेछ यस्तो यस्तोमा हालिदिने। यहाँको चाहिँ समितिले चाहिँ म्यानेजमेन्टमा चाहिँ अब एन्टी पर्मिट दिने लिन्छ भने होइन, तर चाहिँ यहाँ चाहिँ व्यवस्थापन चाहिँ गर्नुपर्छ, जता पाएँ त्यतै बियरहरू खाएर यस्तो चाहिँ भएको छ, यो चाहिँ अलिकति व्यवस्थापन मिलाउनु पर्छ है। हो सही एकदम डम्पिङ यहाँ रहेछ, यहाँ चाहिँ यो चाहिँ एकदम पुरा चाहिँ जाओस् पुगोस् होइन, बेला बेलामा आएर सफा हेर्ने होइन, सफा भने त्यही नै हो हामीले त भन्ने काम हो कि अब होइन तलबार पनि भन्छ सम्बन्धित ठाउँमा पुगोस् भन्ने हो। सो वाउ देख्न सक्नुहुन्छ गाइज होइन, तल चाहिँ गाउँ बस्तीहरू छ, तलबाट क्लाउडी निस्केको, त्यसपछि यो अल टोटल क्या अमृतसर गाडी देख्नु न तलैसम्म छ क्या तपाईँको, तल गराउँदा त थाकिन्छ क्या, त्यही भएर जानु सकिन्न गइन्न हामी चाहिँ होइन। लेट पनि भइसकेको छ तपाईँको 4 बजी लागिसकेको छ होइन,
ल यही नै हो गाइज देख्न सक्नुहुन्छ है त अल टोटल क्या अमृतसर गाडी आँखाले देख्ने जेसम्म सही हो ल अमृतसर गाडी पुरै क्या जान सक्नुहुन्छ काउले डाँडाको ट्राइपड ल्याउनु बिर्सेछ दामी जग्गा अहिले होइन सो तपाईँहरू पनि आउन सक्नुहुन्छ यस्तो बगल ठाउँ हेर्नलाई होइन यो ठाउँमा आइसकेपछि जहाँ भयो त्यहीँ बसेर फोटो खिच्न मन लाग्छ क्या कसलाई पनि मन लाग्दैन होला त्यो अनुभव हामीले लिइसकेको छ किनकि ठाउँ दामी छ सो पप छ होइन के कस्तो हुन्छ त्यो त तपाईँहरू यहीँ आएपछि होइन हामी चाहिँ एक्सप्लोर गरिसक्यौँ अब हिँड्ने बेला भइसकेको छ हजुरहरू पनि आएर एक्सप्लोर गर्न सक्नुहुनेछ कुनै पछुतो हुँदैन यो ठाउँमा आइसकेपछि मौसमले साथ नदिए पनि त्यति हो कि पानी परेन आज त्यही नै ठुलो कुरो हो होइन त्यही पनि देख्न सक्नुहुन्छ होइन यो क्लाउडीकै तलबाट आएको बबाल देखेको छ क्या सो तपाईँहरू पनि आउन सक्नुहुन्छ ठाउँ इज नट ब्याड सुपर्ब है त यहाँनिर जानु पर्ने कि हामी गइएन है मन्दिर रहेछ नि ओहो रक्षा गर्नुहोस् टाइमको व्यवस्थाले जान आउन पाइएन होइन त्यही भन्ने तला नि होइन सो त्यही हो गाइज ल हामी चाहिँ अब लाग्यो होइन होइन भन्छ अब 4 बज्यो अब हामीलाई कति घन्टा लाग्छ अरे भन्छ 4 घन्टा अब यहाँसिम चाहिँ लास्ट अप्ठ्यारो रहेछ क्या ढुङ्गा घाक्रा घाक्रो रहेछ ल 4 घन्टा भनौँ त्यही भएर हामी ठ्याक्कै 4 बजी हिँड्नेछौँ यहाँदेखि अघि यहाँ सिम बनाउन पाइएन कि भिडियो किन भन्दाखेरि अहिले बनाएको छु ठ्याक्कै गोप्रो अफ भयो कि तपाईँलाई भने नि अघि त्यही भएर यहाँ चाहिँ सरर बनाएको छु है त अघि नबनाएको ठाउँमा अहिले चाहिँ फुल्ली चार्ज छ हामी चाहिँ रिटर्न ब्याक भएको छौँ अब तल क्लाउडी हेर्नु न गाइज आज मौसम भनेको त्यही ब्याड लगाइ भनौँ कि एक किसिमले होइन किनकि अब पानी परेन त्यही नै हो हाम्रो लागि ठुलो कुरो चाहिँ त्यहाँ यत्तिको आइयो घुम्यो इन्जोय भयो राम्रो भयो होइन रमाइलो हो त्यही नै हो टक्क क्लाउडी आएको देख्न सक्नुहुन्छ क्या बफ्रे डेन्जर छ क्या तलै देख्यो के अरे क्यामेरामा त त्यति साह्रो नदेखिला होइन रियलमा चाहिँ बब्बाल क्या ओहो कान्छाहरू कान्छी छोड त सो त्यही हो गाइज ल यहीँ फेरि यो हेर न तल त घामै लाग्छ त होइन ल लाग्यो गाइजहरू है त यहाँबाट आएको त भिडियो अघि नै बनाइसकेको छु हजुरहरूले पनि देखिसक्नु भएको छ होइन ननस्टप जानुपर्ने हुन्छ बिचमा एक ठाउँ नास्ता खाने ठाउँमा रोकिन्छ त्यसपछि डाइरेक्ट टु तानसेन हो क्या आज मेन कुरा भनेको भात खाइएको छैन क्या होइन भन्छ किनकि अब यतै खाएर बिहान चाँडै निस्केको नि त घर खाइएन यतै खाने भन्ने कुरो थियो अब उताबाट कालीगण्डको कोरिडोर हुँदै आएर पनि राम्रो भात खाइएन क्या केटाहरू चाहिँ यता तेर्सिए पर्खेको आएनन् अब यतै आएर खाने भन्ने कुरो थियो तर बन्न लेट हुने भएर खाइएन नास्ता खाइयो सो त्यही हो केही न कहिलेकाहीँ त नखाएर नि होइन सो त्यही हो गाइज होइन टक्क देख्न सक्नुहुन्छ होइन बाफ्रे ओहो कान्छा नानु बाबु नानी बाबु टक्क हेर्नु न पुरै क्या गाउँले भाइब्स भनेको यो हो क्या यो तरिका क्या कान्छी गायम ल Few moments later. ल अलराइट गाइज हामी चाहिँ यहाँ नास्ता गरियो होइन यो तपाईँको मिथ्याल
रुप्से भन्ज्याङमा होइन त्यति एउटा के भनौँ हजुरहरूलाई होइन गाइज सिरियस भन्छु होइन त्यति जोस के होइन घर हुँदाखेरि अब खाइन्थ्यो होइन घजाङ घुजुङ यतिखेर त कति लड हुन्थ्यो होइन तर बिहानै हिँडेको हामी चाहिँ खाना नखाइकन क्या अब खाना खानी भन्दा हुँदै त्यस्तै भयो रामपुर आएर हामी चाहिँ उता कालीगण्डकी कोरिडोर हुँदै आएको थियौँ नि त सो त्यही भएर रामपुर खाना खाने भनेर योजना थियो बट त्यो प्लान चाहिँ साथीहरू चाहिँ ठ्याक्कै यता कटेछ क्या ल गाइज ताउ आउन लागिसक्यो हामी चाहिँ होइन सो अब भ्लगिङ भएछ भने गरौँला नत्र यहीँसम्म हुनेछ गाइज होइन के कस्तो लाग्यो भिडियो चाहिँ प्रतिक्रिया दिन चाहिँ अवश्य नभुल्नु होला होइन हजुरहरूकै साथ सपोर्ट भएर अघि बढ्यो म चाहिँ के कस्तो लाग्यो भिडियो चाहिँ कमेन्ट डाउन अवश्य पनि टेक केयर गुड नाइट है त गाइज